विद्यालयको व्यवस्थापनमा पहिल्यैदेखि नै समुदायको एकदम अग्रणी भूमिका रहेको छ। बच्चा एकैचोटि नर्सरीमा भर्खरै क ख नजानिकन एकमा लाउँदा ठुला बुकहरू हैन अलि असहज बालबालिकाको सिकाइमा असहजता देखिएको भएर केजी कक्षा पनि हामीले सञ्चालन गरेका छौँ। हामी भौतिक रूपमा एकदमै सम्पन्न छैनौँ, सुधारोन्मुख छौँ हैन। चुनौती र अवसर सँगसँगै आउने कुराहरू हुन्। चुनौती छन्, तर त्यो चुनौतीहरूलाई हामी आगामी दिनहरूमा चिर्दै जानेछौँ र सफल हुनेछौँ भन्ने अठोटका साथ हामी आगामी दिनमा हामी व्यवस्थापन समिति लगायतसँग सल्लाह गरेर एउटा शिक्षण सहयोग अनुदानको रूपमा नगरपालिकाबाट सहयोगीको रूपमा त्यति के एउटा सहयोगी राख्नको लागि बजेट विनियोजन गरिदिनुहुन्छ भन्ने आशा पनि छ। हामीले माग गर्ने प्रक्रियामा पनि छौँ। अहिले 35 छन्, आगामी वर्षमा 40, 50, 60 हुँदै जालान्। त्यहाँ हामीले कक्षा 1 देखि 3 सम्म 4, 5 नगरे पनि यता ल्याउन सक्ने अवस्था भए पनि बच्चा साना 3 सम्मका बच्चाहरूलाई त्यही पढाउन सकौँ। त्यहाँको पनि अभिभावकको इच्छा चाहना पनि त्यही छ, त्यही अनुसार गरौँ भन्ने हाम्रो अब चाहना पनि रहेको छ। त्यसको लागि तिलोत्तमा नगरपालिका नगर सरकारबाट हामीलाई सहयोगको अपेक्षा गर्दछौँ। सम्भावना एकदम जति पनि छ भन्ने कुरा होइन। भोलि हामीले प्रयास गर्दै गयौँ भने अहिलेसम्म त्यो अवस्थाबाट यो अवस्थामा आउन सफल भएका छौँ भने हामी जहाँ समस्या त्यहाँ समाधान हैन। चुनौती र अवसर सँगसँगै आउने कुराहरू हुन्। चुनौती छन्, तर त्यो चुनौतीहरूलाई हामी आगामी दिनहरूमा चिर्दै जानेछौँ र सफल हुनेछौँ भन्ने अठोटका साथ हामी नमस्कार अनि हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई। कार्यक्रम साझा सरोकारमा छौँ हामी। कार्यक्रम साझा सरोकार लुम्बिनी मिडिया हबले उत्पादन गर्ने गर्छ। यो कार्यक्रम टेलिभिजन, रेडियो र सामाजिक सञ्जालमा हेर्न अनि सुन्न सकिन्छ। कार्यक्रम साझा सरोकारमा हामी हरेक दिन फरक विषयमा कुराकानी, छलफल, विचार विमर्शलाई प्रस्तुत गर्दै आइरहेका छौँ। आज हामी शिक्षाको विषयमा कुराकानी गर्नेछौँ। खास गरी देशमा 2 खालका शिक्षा छन्। एउटा निजी क्षेत्रले दिने शिक्षा, अर्को सरकारी क्षेत्रबाट प्राप्त हुने शिक्षा। यसमध्येको आज हामी सामुदायिक विद्यालयतर्फको शिक्षाको विषयमा हामी कुराकानी गर्नेछौँ। त्यसमा हामी आज बुल्के माध्यमिक विद्यालयको शिक्षाको विषयमा कुराकानी गर्नका लागि उपस्थित भइसकेका छौँ। जसका लागि आज हामीसँग कुराकानी गर्नका लागि उपस्थित हुनुहुन्छ बुल्के माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गा सापकोटा म्याडम। यहाँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद प्रकाश सर। आराम हुनुहुन्छ? हजुर, ठिकै छ। आज हामी तपाईँको चाहिँ यहाँको शिक्षाको विषयमा कुराकानी गर्न आउँदै गर्दा के छ, हामीले विद्यालयलाई कसरी चलाएका छौँ, विद्यार्थीको अवस्था के छ, शिक्षाको प्रक्रिया चाहिँ हामी कसरी सुरुवात गरिरहेछौँ? धन्यवाद। स्कुल हामीले यहाँ कक्षा बाल विकासदेखि कक्षा 10 सम्म हाम्रो भुल्के माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको छ र अहिले यो सामुदायिक विद्यालय सञ्चालनको व्यवस्थापनको क्रममा हाम्रो यस विद्यालयले अब पूर्ण रूपमा नेपाल सरकारबाट माध्यमिक तहसम्मको दरबन्दी स्थायी दरबन्दी प्राप्त गरिसकेको छैन। प्राथमिक तहमा 7 जना र अहिलेको यो विद्यालय समायोजनको क्रममा एउटा दरबन्दी थप गरेर 8 वटा प्रावि दरबन्दी रहेको छ र त्यसै गरी यो सङ्घीयता लागू भइसके पश्चात 0 दरबन्दी भएका विद्यालयहरूमा सङ्घीय अनुदान अन्तर्गत 3 वटा दरबन्दी माध्यमिक तहमा र एउटा दरबन्दी निमावि तहमा हाम्रो अनुदानको रूपमा हामीले प्राप्त गरेका छौँ र तिलोत्तमा नगरपालिकाबाट पनि हामीलाई 2 वटा दरबन्दी माविमा 1 र निमाविमा 1 दरबन्दी थप भएको कारणले गर्दा पहिलाभन्दा केही सहज अवस्थामा विद्यालय दरबन्दीको हिसाबले अगाडि बढिरहेको छ। यद्यपि अब व्यवस्थापन खर्च एकदमै कम हैन। अब माध्यमिक तहलाई 1 वर्षभरिमा व्यवस्थापनको लागि जम्मा 72,000 रुपैयाँ उपलब्ध हुने भएको हुँदा यतिले त अब विद्युतको मात्रै 50,000 भन्दा बढी वार्षिक रूपमा खर्च आउँछ हैन। अब विद्युतदेखि लिएर खानेपानीदेखि लिएर मर्मत सम्मारका हरेक कुराहरूमा यसले पूर्णता यो हाम्रो अनुदानबाट पुगेको छैन। त्यसमा विद्यालयबाट थप गर्नुपर्ने अवस्था छ। यद्यपि विद्यालयको आर्थिक अवस्था सबल बनाउनको लागि यहाँको दीर्घकालीन स्रोत छैन। भुल्के माध्यमिक विद्यालयको दीर्घकालीन आर्थिक स्रोत नभएको कारणले गर्दाखेरि अब दुःखले अब जनतन गरेर
व्यवस्थापन गरिरहेका छौँ। यस विद्यालयको व्यवस्थापनमा पहिल्यैदेखि नै समुदायको एकदम अग्रणी भूमिका रहेको छ। पहिला पनि यो दरबन्दी सङ्घीय अनुदानमा दरबन्दी आउनुभन्दा पहिला यहाँका समुदायबाट प्रत्येक घरधुरीबाट 100 रुपियाँ सहयोग स्वरूप यहाँ उठाएर यो विद्यालय हरेक महिनामा 100 रुपियाँ उठाएर यो विद्यालय चलाउनु भएको छ। यहाँका समुदायले ठुलो योगदान रहेको छ। उहाँहरू सक्रिय पनि हुनुहुन्छ। पश्चात सङ्घीयता लागू भइसके पश्चात हामीलाई केही दरबन्दी थप भएको हुनाले हामीले अब 100 रुपियाँ नउठाउँ, अब 50 रुपियाँ मात्रै उठाउँ र अब विद्यालयलाई केही अगाडि लैजाउँ र भोलिका दिनहरूमा दरबन्दी लगायतका हरेक कुराहरूमा अनुदान लगायतका अब थप सहयोग भएको खण्डमा यसलाई पनि हामीले रोक्ने, यो सहयोग पनि रोक्ने प्रतिबद्धता जाहेर गरेका छौँ। र आजसम्म हामीले हाम्रो प्रत्येक घरधुरीबाट अब नसक्नेले दिनुहुन्न, उहाँहरूको आर्थिक अवस्था हेरेर अब टोल विकास संस्थाले उहाँहरूले नै सिफारिस गरिदिनुहुन्छ, उहाँहरूलाई छुट छ र सक्नेले अब खुसी स्वरूप हामीले यहाँ बुझाएका छौँ। यो विद्याको मन्दिर हो, यसमा तपाईहरूले दिएको सहयोग एकदमै सदुपयोग गरेका छौँ हामीहरूले। अब प्रत्येक वर्ष अब अडिटदेखि लिएर वार्षिक उत्सवमा सबै खर्चहरू हामीले प्रस्तुत गर्ने गर्छौँ, आय व्यय होइन। त्यसैले गर्दाखेरि यहाँ त्यसरी चलिरहेको छ सर। अब गुणस्तर सुधारको क्रममा हामी छौँ। अब पहिला यहाँ म 2074 6 महिना 24 गतेदेखि प्रको जिम्मेवारी सम्हालिरहेको छु। त्यति बेला बाल विकासमा नर्सरी कक्षा मात्रै चल्थ्यो। त्यसपछि बच्चा एकैचोटि नर्सरीमा भर्खरै क ख नजानिकन 1 मा लाउँदा ठुला बुकहरू होइन अलि असहज बालबालिकाको सिकाइमा असहजता देखिएको भएर केजी कक्षा पनि हामीले सञ्चालन गरेका छौँ। थप यहीँबाट हामीले 2वटा निजी स्रोतका दरबन्दी हामीले क्रिएट गरेर यहीँबाट तलब भत्ता खुवाउने हिसाबले नर्सरी मात्रै भएर हुँदैन, त्यसमा केजी अथवा बाल विकासमा 2वटा कक्षा भयो भने बच्चाको उपलब्धि केही सुधार होला, बेस पनि राम्रो होला भन्ने उद्देश्यले केजी कक्षा पनि सञ्चालन गरेको। भनेको तपाईँको चाहिँ भौतिक पूर्वाधारदेखि लिएर शैक्षिक गुणस्तर सुधार गर्नका लागि तपाईँहरूले भूमिका निर्वाह गर्नुभएको छ। हजुर, गरिरहेका छौँ। यो तपाईँको भौतिक पूर्वाधारका कुराहरूसँगै आउँछन्, तपाईँको चाहिँ भने जति पर्याप्त छैन होइन, विद्यार्थी अनुकूल भएन लगायतका कुराहरू पनि सँगै छन्। यहाँ चाहिँ यो विद्यालयको अवस्था चाहिँ के छ? हामी भौतिक हिसाबले चाहिँ सम्पन्न छौँ? हामी भौतिक रूपमा एकदमै सम्पन्न छैनौँ, सुधारोन्मुख छौँ। हामी अझै पनि एउटा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको 4 कोठे भवन हामीले आवश्यक भएर यहाँ 3-4वटा टिनका टहरा मुनि हामीले बालबालिकाहरूलाई पढाइरहेका छौँ। कष्टकर रूपमा अहिले त गर्मीको बेलामा त पसिना भएर होइन, जसमा अब फल्स सिलिङको पनि व्यवस्था छैन, एउटामा छ अरू 3वटामा छैन। त्यस्तो अवस्थामा त्यो अवस्थाबाट केही बच्चाहरूलाई अब सहजता होस् भन्ने हिसाबले एउटा भवन बनेको छ। त्यसलाई 2-3 पटक गरेर एकैचोटि कम्प्लिट हुन सकेन। अब त्यसमा गेटको अब कम्पाउन्ड वाल अलिकति हामीले लगाएका छौँ होइन। खुल्ला कम्पाउन्ड वाल खुला हुँदाखेरि अलिकति बालबालिकालाई सुरक्षाको दृष्टिकोणले अलिकति अप्ठ्यारो हुने भएर अहिले हालसालै अब प्रदेश सरकारबाट 8 लाख रुपियाँ आएको थियो, बजेट परेको थियो। त्यसले गर्दा कम्पाउन्ड वाल केही भए पनि आंशिक रूपमा लगाएर अगाडि 2टा गेट राख्न नै बाँकी छ र आगामी शैक्षिक सत्रदेखि यो आबदेखि केही बजेट आयो भने अब त्यहाँ फर्निचरको व्यवस्था गरेर अनि रङरोगनको व्यवस्था गरेर अब 4वटा कक्षा हजुर सञ्चालन गर्ने हाम्रो उद्देश्य रहेको छ। त्यसपछि केही सहज हुनेछ तर कम्प्लिट रूपमा अब पूर्णता छैन। हजुर, दुर्गा म्याडम जस्तो शैक्षिक गुणस्तरका कुरा गर्दै गर्दा वल्तिर पल्तिरका तपाईँको चाहिँ सामुदायिक विद्यालय मात्रै होइन, संस्थागत विद्यालयसँग पनि तपाईँहरूले चाहिँ कम्पिटिसन गर्नुपर्ने छ होइन। यहाँको कुरा गर्नुहुन्छ भने शिवपुर एउटा हो भने यही वडामा रहेको, अर्को यता तपाईँको चाहिँ देवदहको जनप्रिय माध्यमिक विद्यालय बलुईमा रहेको चाहिँ त्योसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने छ। हामी ती विद्यालयहरूसँग कम्पिटिसनमा छौँ। शैक्षिक गुणस्तर के छ हाम्रो? शैक्षिक गुणस्तर सुधार र यो उपलब्धि होइन, शैक्षिक उपलब्धि रिजल्टको हिसाबले हामी कम्पिटिसनमा छौँ। अब यो 2082 सालको 81 सालको एससीको परीक्षामा पनि हाम्रो 82% एससीमा रिजल्ट हाम्रो आएको थियो, नतिजा आएको थियो। अनि 100% 8 क्लासको आधारभूत तहको अन्तिममा लिने आधारभूत तहको कक्षा 8को परीक्षामा पनि हजुर पालिकाबाट लिइन्छ, त्यसमा पनि 100% नतिजा आएको छ। अझै यसपालिको यो 82 को रिजल्टमा 14 जना
भाइ बहिनीले दिएका हुन् 11जना एचसीमा पास भए र अहिलेकोमा पनि 100% बेसिक तहको यो आधारभूत तहको नगरपालिकाले लिनेमा 100% विद्यार्थीहरू पास भएका छन्। तर हामीले गर्ने दुःख गरेका छौँ, एकदमै मिहिनेत गरेका छौँ, यद्यपि पूर्ण हुन सकेको छैन होला हाम्रो तर्फबाट। हामीले गरिरहेका छौँ, हामी युवा छौँ, हामीले गर्नुपर्छ। अन्य विद्यालय सरह नै हामीले यस विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नुपर्छ। भाइ बहिनीहरूलाई कतै कतैबाट पनि हामीलाई विश्वास जसरी गरेर पठाउनु भएको छ उहाँहरूको विश्वासलाई हामीले विश्वासमै बदल्ने हामीले प्रयास गरिरहेका छौँ। दुर्गा म्याडम, जस्तो यहाँको विद्यार्थीहरूले यहीँ रोक्न सकिएन भन्ने खालको कुराहरू योभन्दा अगाडि पनि आएका थिए। त्यो कम्पिटिसनको हिसाबले चाहिँ अब भौतिक पूर्वाधारको कुरा होलान्, अरू कुरा होलान्, यो विषयमा तपाईँहरू कति छलफल गर्नुहुन्छ? विद्यालय व्यवस्थापन समिति त अहिले तत्कालका लागि हटाएको छ होइन, त्यो हुँदै गर्दाखेरि पनि छलफल हुन्छ? अहिले हाम्रो विद्यालय व्यवस्थापन समिति गठन भइसक्यो होइन। अब असार 29 गते हाम्रो गठन गरिसक्यौँ हामीले नयाँ प्रावधान अनुसार। अब हामीले गठन भइसक्यो र हामी छलफल गर्छौँ। अब समय समयमा हामीले छलफल पनि गरेका छौँ। अब गुणस्तर सुधारका लागि केही प्रयासहरू पनि अतिरिक्त कक्षाहरू सञ्चालन गर्ने, अनि त्यसपछि अभिभावकसँग अन्तर्क्रिया गर्ने, समितिहरूसँग बस्ने पनि गरेका छौँ, हामीले गरिरहेका छौँ। अनि यही हो, अब अहिलेको परिस्थितिमा एकदम प्रतिस्पर्धा एकदमै अत्याधिक मात्रामा छ। यस अवस्थामा अहिले हामीले कक्षा 7सम्म मात्रै अङ्ग्रेजी माध्यमबाट पढाइरहेका छौँ। हाम्रो योजना पनि आइसल अब आउने वर्षमा 8मा र 9, 10 गरेर हामीले इङ्ग्लिस मिडियम 10 कक्षासम्म चलाउने हाम्रो योजना पनि रहेको छ। त्यस पश्चात अब अहिलेको सामुदायिक विद्यालयमा अब केही सुधार उन्मुख अवस्था रहेको हुनाले आशा गरौँ आगामी दिनहरूमा सबै विद्यार्थीहरूलाई रोक्न नसके पनि सामुदायिक विद्यालय, यहाँसँग हाम्रो मुख्य कम्पिटिसन भनेको अब जनभावना यता कटानी बेलतिर भुल्का, यतातिर रामनगर साइडतिरको शिवपुर कटानी र हाम्रो यहाँको हाम्रो भूपू सैनिकको बच्चाहरू फेरि जनप्रिय मावि, यो सामुदायिकमै केही अहिले त लगभग 80-85% त हाम्रो विद्यालयमै ल्याउन सफल भएका छौँ भने केही बच्चाहरू अझै पनि गइरहनु भएको छ। त्यसलाई व्यवस्थापन गरेर जानुपर्ने अर्को एउटा चुनौती चाहिँ छ। हजुर छ। अब अर्को एउटा विषय छ, तपाईँको चाहिँ अब यो मर्जरको कुराहरू चाहिँ एकदमै बढी तपाईँहरूको विद्यालयसँग जोडियो होइन। तपाईँहरूको विद्यालय एउटा बाल विकास जोडियो, अर्को एउटा चाहिँ आधारभूत विद्यालय चाहिँ जोडियो। यसले चाहिँ हामीलाई सहज अप्ठ्यारो के भएको छ, यसलाई कसरी चलाउन सकेका छौँ? अब यो सरकारको नीति, अब हामीले सरकारले गरेका नीति नियमहरू हामीले मान्नुपर्ने हुन्छ। अब माथिबाट आदेश अनुसार हामीले पनि सहजीकरण गर्नुपर्ने हुन्छ। यसमा हामीलाई अप्ठ्यारो हुनुपर्ने केही कुरा थिएन। यद्यपि अब यहाँको मन्दिरानी बाल विकास केन्द्रलाई हामीले यहाँबाट व्यवस्थापन गरिरहेका छौँ, त्यसको लागि केही अप्ठ्यारो छैन किनकि एकजना बाल विकास सहजकर्ता दिनुभएको छ, हामीले अहिले नै सञ्चालन गरिरहेका छौँ। आगामी दिनमा त्यो अब अलिकति जोखिमपूर्ण संरचना भएको कारणले आगामी दिनहरूमा हामीले यहीँ नै ल्याएर ती बालबच्चालाई नै सुरक्षित तरिकाले सञ्चालन गर्ने अवस्था सिर्जना गर्ने हाम्रो योजना रहेको छ। भने अब नवज्योति शङ्करमान विद्यालय पनि यही अब शैक्षिक वर्षदेखि हाम्रो विद्यालयमा मर्ज भएको अब तिलोत्तमा नगरपालिकाबाट हामीलाई पत्र प्राप्त भए पश्चात हामीले त्यसलाई अब हामीले दिएको जिम्मेवारी अनुरूप नै हामीले अगाडि बढाउनुपर्छ। त्यहाँका बालबालिकाहरूको शिक्षाको अधिकार पनि उहाँहरूले प्राप्त गर्नुपर्छ अब भन्ने हिसाबले बिचमा त्यही मर्जको क्रममा मर्ज भइसके पश्चात केही अप्ठ्यारो आयो होइन। उहाँहरूले पनि हामीहरूलाई अब केही थाहा नै नपाइकन हामीलाई एकैचोटि यसरी मर्ज को अवस्था आयो भन्ने खालको गुनासो गर्नुभयो। हामी पनि गयौँ व्यवस्थापन समितिका अध्यक्ष अनि म लगायत सहजीकरणको लागि उहाँका व्यवस्थापन समितिका सदस्य अध्यक्ष लगायत त्यहाँका शैक्षिक व्यक्तित्व होइन समाजसेवीसँग हामी पनि गएर बस्यौँ। त्यस क्रममा अब विद्यालयको ढोका खोलिदिनुहोस्, बन्द नगरिदिनुहोस्, हामीले दुःख गरेर यो व्यवस्थापन गरेको हो, हामीले जमाएको बिरुवा हो होइन। कम्तीमा पनि अब मर्जर हुनुभन्दा पहिला हामीलाई सल्लाह गर्नुपर्ने थियो, नगरिए तापनि यो नियमअनुसार अब केही असहजता आए तापनि अब त्यति बेलै त्यो असहज परिस्थिति नआएर समन्वय हुन सकेको भए
अझै सुनमा सुगन्ध हुन्थ्यो। एकातिर अलि अप्ठ्यारो असहज परिस्थिति भए तापनि त्यो असहज परिस्थितिलाई हामीले सहजीकरण गर्थ्यौँ होइन। बच्चाहरू त्यहाँका बच्चाहरू अहिले त अब यातायातको सुविधाको कारणले गर्दाखेरि यहाँबाट कालिका मानव ज्ञानसम्म पनि गएर पढेको अवस्था छ होइन। अब हामीमा अब बुझाइ अलिकति पछाडि परेको भनौँ, अलि दुर्गम जस्तो विद्यालय अब नसुनेको पनि होला, कतिले सुन्नुभएको पनि होला। अब त्यसलाई पहिला सुरुमा अलि स्वीकार गर्न उहाँहरूलाई अलि गाह्रो जस्तो लाग्यो। पछि गएर हामीले बुझाइसकेपछि हामीले यहाँका बच्चाहरू र उहाँको बच्चाहरू एउटै हुन्, उनीहरूले पाउने अधिकार यहाँकाले नि पाउनुपर्छ, उहाँकाले नि पाउनुपर्छ। सकेसम्म हामीले त्यही विद्यालय अब दुईटै पक्षको सहमतिमा अहिले केही अप्ठ्यारो सुरुको अवस्थामा अप्ठ्यारो भए तापनि अहिले एकदम सुमधुर सम्बन्ध रहेको छ। हामीले त्यहाँ विद्यालयलाई शाखा विद्यालयको रूपमा सञ्चालन गरिरहेका छौँ। त्यहाँ बाल विकासमा 35 जना बालबालिकाहरू अहिले अध्ययनरत हुनुहुन्छ र त्यहाँ हामीले एउटा बाल विकास सहजकर्ता र अनि विद्यालय सहयोगी हामीलाई दिनुभएको थियो माथिबाट होइन, नगरपालिकाबाट। र हामीले जनतन हामीले उहाँलाई पनि त्यो समुदायबाट पनि सहयोग गरिदिनुहोस् हजुरहरूले, हामीले पनि सहयोग गरेर मिलेर लैजाउँ। विद्यालय किन बन्द गर्ने, त्यहाँको संरचना यति धेरै संरचना छ होइन। त्यहाँका बालबच्चाहरू ठुला त अन्त जान सक्लान्, सानालाई त्यहाँ पाउने अधिकार अन्त लगेर गाह्रो हुन्छ, त्यहीँ पाउँदाखेरि सहज हुन्छ भन्ने हिसाबले हामीले बाल विकास सञ्चालन गरिरहेका छौँ। र अहिले भर्खरै एउटा विद्यालयमा अब सहयोगी र लेखापाल 2 जना हुनुहुन्न, बेरुजु आउँछ भन्ने हिसाबले अहिले हामीलाई सहयोगीलाई अब गणेश आधारभूत विद्यालयमा त्यहाँ सरुवा गरिदिएको कारणले गर्दा अहिले हामीलाई त्यहाँ एकदम गाह्रो अवस्था रहेको छ, सिर्जना भएको छ। आगामी दिनमा मैले पनि हामी व्यवस्थापन समिति लगायतसँग सल्लाह गरेर एउटा शिक्षण सहयोग अनुदानको रूपमा नगरपालिकाबाट सहयोगीको रूपमा त्यति के एउटा सहयोगी राख्नको लागि बजेट विनियोजन गरिदिनुहुन्छ भन्ने आशा पनि छ। हामीले माग गर्ने प्रक्रियामा पनि छौँ। त्यो गरिदिनु भयो भने भोलि त्यहाँ बालबच्चाहरू अहिले 35 छन्, आगामी वर्षमा 40, 50, 60 हुँदै जालान्। त्यहाँ हामीले कक्षा 1 देखि 3 सम्म 4-5 नगरे पनि यता ल्याउन सक्ने अवस्था भए पनि बच्चा साना 3 सम्मका बच्चाहरूलाई त्यही पढाउन सकौँ। त्यहाँको पनि अभिभावकको इच्छा चाहना पनि त्यही छ, त्यही अनुसार गरौँ भन्ने हाम्रो अब चाहना पनि रहेको छ। त्यसको लागि तिलोत्तमा नगरपालिका नगर सरकारबाट हामीलाई सहयोगको अपेक्षा गर्दछौँ, किनकि हामीले हाम्रो विद्यालय भुल्के माध्यमिक विद्यालय नै जटिल अवस्थाबाट सञ्चालन भइरहेको अवस्थामा हामीले त्यहाँ पनि अहिले 1 जना अटो चालक हुनुहुन्छ होइन, 1 जना हामीले निजी स्रोतको शिक्षक राखिरहेका छौँ, 1 जना मात्रै बाल सहयोगीले मात्रै शिक्षकले मात्रै त्यहाँ धान्न सक्ने अवस्था छैन। त्यसैले आगामी दिनहरूमा सहयोग र समन्वय हुन्छ र हामीले अझै त्यस विद्यालयलाई शाखा विद्यालयको रूपमा अब्बल रूपमा अगाडि बढाउँछौँ भन्ने हाम्रो चाहना। दुर्गा म्याडमसँग ठ्याक्कै विषयलाई एकदमै जोड्नुभयो। तपाईँको चाहिँ एउटै विद्यालय आफ्नै यहीँ भइरहेको विद्यालय चलाउन अलिकति हम्मे भएको बेलामा 2वटा विद्यालय थपिँदै गर्दाखेरि आर्थिक भारका कुराहरू चाहिँ व्यवस्थापन गर्न विद्यालयलाई गाह्रो भएको हो कि होइन, त्यो हुने सम्भावना देखिएको हो कि यसमा चाहिँ नगरपालिकासँग समन्वय यी कुराहरू चाहिँ पुर्याउनु भएको छ तपाईँहरूले? अहिले हामीले तत्कालै पुर्याइसकेका छैनौँ, भन्नलाई अब अनौपचारिक रूपमा भनेका पनि छौँ होइन। अनि अब औपचारिक रूपमा बल्ल नयाँ व्यवस्थापन समिति अब आज बल्ल पूर्णता पाएको छ होइन। त्यसपछि अब हामीले आगामी निर्णयहरूमा हामीले बल्ल यही 4 गते यही महिनाबाट सहयोगीलाई पनि अर्को विद्यालयमा सरुवा गरेको अवस्थामा अलि जटिलता पनि भएको छ र सोही अनुसार केही रकम विनियोजन गरेर सहजीकरण गर्नको लागि हामी पहल गर्नेछौँ। भनेको तपाईँको चाहिँ त्यहाँ कुरा पुर्याउन बाँकी छ, हामी जाँदैछौँ भन्ने पनि हो होइन। अनि स्थानीय समुदायसँग तपाईँको सहकार्यको कुरा, अभिभावक विद्यालय राम्रो हुनका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकको महत्त्वपूर्ण भूमिका हुन्छ होइन। अभिभावकले पनि विद्यालयलाई चासो दिनु पर्यो अनि त्यस पछाडि शिक्षकले पनि विद्यालय व्यवस्थापन समितिसँग अभिभावकसँग पुग्ने गरी व्यवस्थापन गर्नु पर्यो। ती कुराहरू चाहिँ ल्याउनु पर्यो, हामी चाहिँ ठिक छौँ है भन्ने वातावरण चाहिँ बनाउनु पर्यो भन्ने हो। अभिभावकहरूसँग तपाईँहरूको समन्वय सहकारी चाहिँ कस्तो छ? अभिभावकसँग हाम्रो समन्वय सहकारी राम्रै छ। पहिला म सुरुमा यो विद्यालयमा आउँदाखेरि अभिभावक भेलामा एकदमै न्यून उपस्थिति हुन्थ्यो। हामीले अभिभावक भेला गर्थ्यौँ तर उपस्थिति न्यून हुन्थ्यो।
तर आगामी दिनहरूमा यो आउँदाखेरि अभिभावकलाई बोलाउँदाखेरि उपस्थिति बढ्दो क्रममा छ हैन। अनि फेरि केही सचेत अभिभावकहरूको चेतना स्तर पनि वृद्धि भइरहेको हुनाले पहिला भन्दा केही अब समन्वयका कुराहरू कसरी अब गुणस्तर सुधार गर्ने, हजुरहरूले पनि विद्यालयमा पढाइरहेको कुरालाई अझै राम्रो बनाउनको लागि घरमा वातावरण सिर्जना गरिदिनुहोस् भन्ने खालको हाम्रो आग्रहलाई उहाँहरूले सकारात्मक रूपमा लिनुभएको छ। अब पूर्ण रूपमा अझै 100% सहभागिता गराउन सकिएको छैन, किनकि यहाँ न्यून स्तरका अभिभावकहरू पनि हुनुहुन्छ। बिहानदेखि बेलुकासम्म काम गरेर उहाँ खाने अभिभावक हुनुहुन्छ। उहाँहरूले फोनबाट भए पनि म्याडम आज के थियो, आज म आउन पाइनँ भनेर पनि चासो भने अधिकांश अभिभावकहरूले चासो जेवस देखाउनुहुन्छ, बढ्दै गइरहेको छ। तुलनात्मक रूपमा अब समन्वय सहकारी छ हाम्रो। हजुर दुर्गा म्याडम, अब एकदमै छोटो पनि गरौँ, अलि लामो पनि भयो होइन। तपाईँको चाहिँ अवस्था के छ भन्ने कुरालाई मात्रै जोड्न खोजेका छौँ आज। आगामी दिनमा चाहिँ एउटा विषयमा चाहिँ रहेर हामीले कुराकानी गर्ने जमर्को पनि गर्नेछौँ होइन। अब चाहिँ 3वटा विद्यालय जस्तो बाल विकासलाई आफ्नो हिसाबले चलाउनु पर्नेछ, त्यस पछाडि होइन सङ्कर मानका कुराहरू आइहाले, यो विद्यालयलाई पनि व्यवस्थापन गर्नुपर्नेछ, भौतिकदेखि लिएर शैक्षिक गुणस्तरमा चाहिँ तपाईँहरू लाग्नुपर्नेछ। नयाँ समिति पनि आइसकेको छ। अब चाहिँ आगामी दिनमा चाहिँ विद्यालय कसरी अगाडि बढ्छ, प्रधानाध्यापकको हिसाबले तपाईँहरूको भूमिका चाहिँ के हुन्छ? अब 3वटै विद्यालयलाई अब त्रिपक्षीय सम्बन्ध राम्रो बनाएर उहाँहरूसँग पनि समन्वय गरेर अनि हामीले अब यहीँबाट समुदायबाट उठाउन सक्ने सहयोग उहाँहरूलाई आग्रह गरेर अनुरोध गरेर उठाउँछौँ भने अब सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग पनि हाम्रो जटिलता यस्तो हो। हामीलाई आर्थिक रूपमा हाम्रो सबलता छैन, हाम्रो आर्थिक स्रोत पनि छैन हैन। एकदम दुःखले चलाएको विद्यालय हो र आगामी दिनहरूमा उहाँहरूले पनि सहयोग गर्ने अब को लागि पहल गर्ने भन्ने हाम्रो योजना छ। र शैक्षिक गुणस्तर सुधारका लागि त त्यही हो, अभिभावक सङ्घको अन्तर्क्रियादेखि लिएर अब अतिरिक्त कक्षा सञ्चालनदेखि लिएर सुधारात्मक शिक्षणका उपायहरू अपनाएर हामी अगाडि बढ्ने कुरा नै भनेको। तपाईँको सम्भावनाका हिसाबले त्यति धेरै तपाईँको चाहिँ कमजोर छैनौँ, हामी व्यवस्थित हुँदै गएका छौँ। सम्भावना जति पनि छ होइन, सम्भावना अब एकदम जति पनि छ भन्ने कुरा होइन। भोलि हामीले प्रयास गर्दै गयौँ भने अहिलेसम्म त्यो अवस्थाबाट यो अवस्थामा आउन सफल भएका छौँ भने हामी जहाँ समस्या त्यहाँ समाधान होइन। चुनौती र अवसर सँगसँगै आउने कुराहरू हुन्। चुनौती छन्, तर त्यो चुनौतीहरूलाई हामी आगामी दिनहरूमा चिर्दै जानेछौँ र सफल हुनेछौँ भन्ने अठोटका साथ हामी अघि हुन्छ। आज हामीले सामान्यतया अवस्थाको विषयमा कुराकानी गऱ्यौँ। दुर्गा म्याडमलाई यो समय र विचारका लागि धेरै धेरै धन्यवाद छ। धेरै धेरै धन्यवाद छ। आज हामीले कार्यक्रम साझा सरोकारमा रहेर मुल्की माध्यमिक विद्यालयको विषयमा कुराकानी गऱ्यौँ। यहाँको अवस्था के छ, विद्यार्थीहरूले कसरी तपाईँको पढ्छन्, शिक्षकहरूले कसरी पढाउनुहुन्छ, यही विषयमा आज अलि बढी केन्द्रित भयौँ। सँगसँगै मर्ज 2वटा विद्यालय, एउटा बाल विकास र एउटा विद्यालयलाई यहाँ मर्ज गर्दै गर्दा त्यसलाई व्यवस्थापन कसरी गरिरहनु भएको छ, यही विषयमा कुराकानी गर्दै हुनुहुन्थ्यो यस विद्यालयका प्रधानाध्यापक दुर्गा सापकोटा। उहाँलाई यो समय र विचारका लागि धेरै धेरै धन्यवाद छ। मलाई यी क्यामेरामा साथ दिने यमुना जीसी चौधरीलाई विशेष धन्यवाद दिँदै, हामीलाई टेलिभिजन मार्फत हेर्ने, सामाजिक सञ्जाल मार्फत हेर्ने, रेडियो मार्फत सुन्ने सम्पूर्णलाई एकपटक धन्यवाद दिँदै म कार्यक्रम सञ्चालक प्रकाश गौतम आजको यो कार्यक्रमबाट बिदा हुन्छु। नमस्कार।